हेलो, नमस्ते सबैजनालाई। कस्तो हुनुहुन्छ? आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला भनेर। अनि हामी चाहिँ दसैँको तेस्रो दिन मामाकोमा पुग्यौँ। जयगाउँको त्रिवेणी टोलको मामाकोमा पुग्यौँ। अन्त सबैजना हाँसी खुसी रमाउँदै, यता माइजू पनि बसिराख्नु भएको छ, यता मम्मी। अनि सबैजना अब हामी मामाले तयारी गर्नुभयो टिकाको। अब हामी टिका लगाउनुलाई रेडी भयौँ। अनि मामाले अब सुरु गर्नुभयो टिका लगाउनलाई। अन्त मामाले एकैचोटि पर्सेर टिका लगाउनुलाई स्टार्ट गर्नुभयो। मम्मीको पहिलो पाली आयो, मम्मीलाई टिका लगाइदिनु भयो। अनि अब मम्मीको पछि त मेरो पाली आउने हो। अनि म चाहिँ पालो पर्खेर बसेँ। अनि मम्मी पछि चाहिँ मामाले मलाई लगाउनु थाल्नुभयो, मलाई टिका लगाइदिनु थाल्नुभयो मामाले। अनि अब बहिनीहरूको पनि पालो आउँछ। अनि साह्रै खुसी लाग्यो मामाको हातबाट टिका लगाउनु पाउँदाखेरि। हुनु त हामी हर सालै मामाकोमा जान्छौँ। लास्ट इयर चाहिँ हाम्रो हुँदैन थियो, हामीलाई जुठो परेको थियो र हामीले लास्ट इयर चाहिँ टिका लगाएनौँ। र यो पालि चाहिँ टिका लगाउनु पाउँदा खुसी लाग्यो। त्यही भएर हामी बडा, ठुलो मामा, सानो मामा सबैको घरमा गएर टिका लगाउँदैछौँ हामी। अन्त यहाँनिर अब लगाइसकेर मामाले मेरो खुट्टा डोगिसक्नुभयो। अब पालो बहिनीहरूको। हजुरहरूले पनि दसैँ रमाइलो गरी मनाउनु हुँदैछ होला। थ्याङ्क यू।